मर्निङ फ्रम द दोलखा है आज सेकेन्ड डे हामी दोस्रो दिन भयो आजको यहाँ बिहान शुभ बिहानी भ्यू चाहिँ यस्तो छ सर यहाँबाट गौरीशङ्कर हिमाल पनि देखिँदो रहेछ गौरीशङ्कर हिमाल श्रृङ्खला हजुरलाई जुम गरेर देखाइदिन्छु गौरीशङ्कर हिमाल सलक्क बिहान आज एकदम मौसम पनि सफा छ हिमाल सरर देखिन्छ जस आजको मौसम राम्रो छ यतापट्टि जङ्गल छ यो साइडमा थोरै बस्ती देखिन्छ So hello, good morning, back from the Dolkha. अहिले चाहिँ हामी पनि हामी गौरीशङ्कर गाउँपालिकामै छौँ बिहान यस्तो छ सर हाम्रो यहाँ ठुलो बाहरू आज काठमाडौँ फर्किँदै हुनुहुन्छ ठुलो बा सानो बा ठुलो बाको सुपुत्र झोला बोकेर हिँडिसक्यो लट्ठर उठेकै छैन रे ल यहाँ अर्को हाम्रो सानो बाको सुपुत्र पनि लथर हिँडिसक्नु हो ए ठुलो मामीले चाहिँ कोसेली पात के लिएर जानु लानु भएको यो यो अलि भएन यो लुगा चाहिँ यस्तो ब्याग चाहिँ त्यो काँडा घरमा निस्केको जस्तो जेब्रा ब्याग त बोक्नु भएन नि त अस्ति जेन्जी आन्दोलनमा त जेब्रा ब्याग बोक्ने थियो सबै काँडा गरेर ल ठिक छ हाम्रो यस्तो बहिनी हेलो भनिदेऊ हेलो भनिदेऊ ल हेलो भनिदेऊ यस्तो छ सुन्दरी छामाले त कति 6-7 हजार रुपियाँ पाइसक्नु भयो गाडी खर्च भनेर खास लाग्न त त्यही 2-3 हजार लाग्थ्यो होला अब गाडी खर्च एडभान्समा सबै पेमेन्ट के छ सर ठिक छ नि ठिक छ ल यता नाइछ त यसको सिस्टम चाहिँ यस्तो गरिसकेछ ल बिचारा खाना खोजिरहेछ यहाँ अब यसलाई लग्ने मेरो बुढी हजुरआमा सिस्टम पकाउँदैछन् भन् सिस्नु पाक्दैछ यहाँ पिठोको ढिँडोको लागि पिठो रेडी हुँदैछ सरले अचारको लागि होला यो खोर्सानी 100 रुपियाँ भात खान निस्किसक्यो यहाँ बाहिरको भ्यू यस्तो छ यस्तो बबाल देखिन्छ यहाँबाट हेलो एभ्रिवान आज चाहिँ हाम्रो लन्च चाहिँ एकदम टिपिकल लोकल स्टाइलमा मकैको ढिँडो प्लस सिस्नु छ होइन अनि यहाँको एकदम अर्ग्यानिक डल्ले खोर्सानी छ अनि खै त्यो अहिलेको एक बोटको मासु पनि आयो भए त राम्रो हुन्छ बिहान आयो त खै मासु यो मासु चाहिँ के भन्छ नि सिस्नु किन खोर्सानी त किल्लर बबाल मकैको ढिँडो त्यसपछि लोकल कुखुराको झोल निम्रो निङ्ग्रो लोकल निङ्ग्रो I have that this done. अनि 6-12 पो खाएर त मजाले 6-12 खुलुक
चबाएको छैन निले खाइरहेको छु हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज म तपाईँहरूलाई एकदम नयाँ भिडियो लिएर आएको छु। अहिले चाहिँ म गौरीशङ्कर गाउँपालिका दोलखा जिल्ला भनौँ न, दोलखा जिल्लामा छु, मामा घरमा छु। अहिले चाहिँ हिजो अस्ति आएको हामी, अनि हिजो पूर्णिक दिन टिका कार्यक्रम सम्पन्न गरेर आज चाहिँ अब अलिअलि अल्छी लागेर मामा र म यसो गाउँठाउँ घुमफिर भनौँ न, घुमफिर गर्दै थियौँ। ठ्याक्कै यहाँ मामा पढाइ स्कुल रे, के यो चाहिँ श्री सरसेपु बेसिक स्कुल रे, श्री सरसेपु आधारभूत विद्यालय, गौरीशङ्कर रुरल म्युनिसिपालिटी 3 झ्याकु दोलखा। अनि यहाँबाट चाहिँ एकदम बबाल भ्यू देखिँदो रहेछ। यो के हो मामा, यो धान हो कि हो? यो त धान पनि फल्दो रहेछ यतातिर त, मासतिर त खासै फल्दैन, मासतिर कोदो मात्रै हो, यता धान पनि फल्दो रहेछ। विथ हामीलाई साथ दिइरहेछ रोयल इनफिल्ड क्लासिक 350। हामी अब हेरौँ कता कता जान्छौँ, तपाईँहरूलाई अपडेट दिइरहेको छौँ। स्टे ट्युन गाइस। सो अहिले चाहिँ हामी यहाँ पेट्रोलको लागि पेट्रोल यहाँ पाउँछ अरे, त्यही भएर यता आएको छौँ। सो हेरौँ पेट्रोल पाइन्छ कि पाइँदैन। बुलुङ त्यही त बुलुङ भयो, त्यो पछि उता ओराङ बिगो, त्यहाँ अघि देखेको बिगो चाहिँ म त्यो बाटो त्यताबाट नि घाँस दिएको। हजुर बिगो म यो किनारे अन्त त्यो माथिको त्यो पहिरो छ नि त्यहाँ हुँदै पनि घाँस। यहाँबाट चाहिँ उता कुना कुनासम्म देखिँदो रहेछ। सरी यहाँ के छ, पेट्रोल पाइन्छ? पेट्रोल छैन नि। किन? पेट्रोल छैन अरे यहाँ पनि, पेट्रोल छैन अरे। ल हामी चाहिँ त्यहाँ अब बाइक राखेर यहाँका मामाको सहकारीसम्म जानुपर्ने छ अरे, त्यस कारणले गर्दा हामी यहाँ पैदल यात्रा गर्दैछौँ। बाटो यस्तो रहेछ। ये हो सहकारी श्री ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड। ए त्यो पहिला चाहिँ बेसिक 8सम्म पढेको चाहिँ त्यहाँ आएको ठाउँमा, यो त चाहिँ 9 र 10 पढ्नु भएको उहाँले। यत्रो टाढा यहाँबाट लगभग कति घन्टा लाग्छ? आधी घन्टा 45 मिनट। ओके यहाँ चाहिँ पेट्रोल पायो र हामीले यहाँ चाहिँ 2 लिटर पेट्रोल हालेर त्यसपछि भटटार घुमफिरतर्फ फेरि लाग्यौँ। हामी चाहिँ यहाँ ट्याक्क जान्छौँ। यहाँ चाहिँ नि अब यहाँबाट पनि एकदम राम्रो भ्यू देखिन्छ। सरसेको बजार, यहाँ बस आउँछ। यहाँ पानीपुरी खोज्न लाउनु भएको पुछ यहाँ छैन जस्तो। हामी चाहिँ त माथि पुग्ने हो, उता माथि डाँडातिर छैन। ए ठिक छ त्यसो भए। सो अहिले चाहिँ हामी यहाँ हाम्रो मामा घरको वडा कार्यालयमा आएका छौँ। पानी बगिरहेको छ यहाँ, ओ दामीसँगले सरर सफा छ अहिले पानी, पानी सफा छ अहिले। उयो जङ्गलसम्म पुग्यो नि हामी, त्यहाँबाट फर्क्यौँ। त्यहाँबाट फर्केको त्यो झर्ना पनि देखाएको थियो नजिकै, अनि त्यहाँबाट पारी जानुपर्ने, अनि पारी गएन, अनि त्यहाँबाट फेरि माथिको बाटोबाट फर्केर आएको। सो वेलकम ब्याक टु माई च्यानल।
अहिले चाहिँ यहाँ भर्खर यो भैँसी ब्याएको छ अरे यहाँ यो भैँसीलाई ब्लग यो भैँसी ब्याएको हो भर्खर कति दिन भयो खोइ कहाँ छ यहाँ छ है भित्र ए तर्सिँदैन नि ए ल यसलाई चाहिँ यस्तो एकदम न्यानो तरिकाले ल हेलो हेलो ए यो चाहिँ के हो ए सरी मैले टेक्दिएँ यो यहीँ सुत्ने हो हो किन यो तर्सिन्छ यो तर्सिन्छ होइन यो फुकेर जान्छ कि बेलुका ए यसलाई बानेको छैन नि बानेको त छ अब स्यालहरू आउँछ कि त्यो ए यो के राँगा जन्म्यो कि भैँसी जन्म्यो राँगा पैसा आउने भयो त्यसमा चाहिँ कति दिन भयो अरे 4-5 दिन 4 दिन जति भयो 4 दिन हो ए यो अब 2 वर्षमा रेडी हुन्छ 2 वर्ष 3 वर्षमा रेडी भइहाल्छ ए यो चाहिँ 3टा मात्रै हो तपाईँको यो त्यति हेभी खालको भैँसी त होइन रहेछ है भर्खर पहिलो बेच हो नि त हो ए दुध त त्यति धेरै दिँदैन होला भनेपछि अहिले 1.5 माना जति 1.5 लिटर जति दिन्छ बिहान बेलुका गरेर कि एकचोटिमा एकचोटि ए यस्तो छ यहाँबाट भ्यू सरर सो गाइज अब चाहिँ हामी दिनभरि घुम्यौँ होइन अनि अब अलि साँझ पर्न लाग्यो अनि घरतर्फ जाँदैछु यसपछि के हुन्छ तपाईँहरूलाई अपडेट गराइराख्नेछु स्टे ट्युन्ड सबैजनालाई वेलकम ब्याक टु माई च्यानल है अहिले चाहिँ म यो तपाईँहरूलाई मैले मेरो यो फर्स्ट भ्लगदेखि नै भनिरहेको छु अहिले म गौरीशङ्कर गाउँपालिका डिगोरु भन्ने ठाउँमा छु मामा घरमा छु यो आज चाहिँ मेरो लास्ट दिन छ यहाँ अब यो अब खाना पनि लास्ट छाकै भनौँ न डिगोरुमा अब भोलि कता कता हुन्छ आज अन्तिम रात अन्तिम छाक अहिले चाहिँ सुकुटी अनि फर्सीको मुन्टा इस्कुसको मुन्टा अनि दाल अचार हाम्रो कान्छा हजुरबाको घरमा हजुरआमा यहाँ हुनुहुन्छ एकदम मिठो बनाउनु भएको थियो एकदम टिपिकल स्टाइलमा पकाउने उता छ्यामा सो फर द मोर अपडेट्स प्लिज सब्सक्राइब टु माई च्यानल है यस्तै यस्तै टिपिकल एकदम अर्ग्यानिक कुराहरूको लागि मेरो भ्लगलाई होला